ओइ त चुप लागेर बस्ने कि नबस्ने भन् त। म मूर्ति हो र चुप लागेर बस्नु? ओइ ज्ञानटे तैले यसलाई किन बोलाएको के? मैले भनेको होइन यसले पढ्न दिँदैन डिस्टर्ब मात्रै गर्छ भनेर। मैले नआइज भनेकै त हो नि। कुकुरले जस्तो पछाएपछि म के गर्नु? अघिल्लो जन्ममा कुकुर थियो होला नि त, त्यही भएर कुकुरले जस्तो पछ्याएको होला नि। अब तू गया बेटा। हो म कुकुरै थिएँ र एक दिन म भौ भौ गर्दै हिँड्दा तिमीलाई पनि देखेको थिएँ, हातमा केरा बोकेर एउटा रुखदेखि अर्को रुखमा हाम फाल्दै गरेको। त्यस्तो त बाँदरले गर्छ होइन र? बाँदरले मात्रै गर्छ, बाँदनीले चाहिँ गर्दैन। त्यही भएर पो खाली केरा खान्छु भन्दै रहेछ यसले। त पनि सुरु भइस। सरी के सरी, जिस्केको हौ, नरिसान। जिस्केर पुगेको भए अब पढ्ने हो कि? पढ्ने नि, किन नपढ्ने? टुप्पी कसेर पढ्ने, ज्यान दिएर पढ्ने। ज्यान नै दिएपछि तेरो आत्माले आएर पढिदिन्छ। बात तो सही है। मैले पढे नि, मेरो आत्माले पढे नि, एउटै कुरा त हो नि। को तेरो बाउले